माघे सङ्क्रान्ति माघे सङ्क्रान्ति नेपालको प्रमुख सांस्कृतिक तथा धार्मिक पर्वहरूमध्ये एक हो। यो पर्व प्रत्येक वर्ष माघ महिनाको पहिलो दिन मनाइन्छ। यस दिनदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले यसलाई मकर सङ्क्रान्ति पनि भनिन्छ। माघे सङ्क्रान्तिले जाडो यामको अन्त्य र घामिलो न्यानो दिनको सुरुवातको सङ्केत गर्दछ। यस पर्वलाई नेपालमा विभिन्न जाति समुदाय र क्षेत्रमा आफ्नै परम्परा र सांस्कृतिक अनुसार उल्लासपूर्ण मनाइन्छ। माघे सङ्क्रान्तिको धार्मिक महत्त्व अत्यन्त ठुलो छ। हिन्दू धर्मावलम्बीहरूका अनुसार यस दिन पवित्र नदीमा स्नान गरेमा पाप नाश हुन्छ र पुण्य प्राप्त हुन्छ। विशेष गरी देवघाट, त्रिवेणी, कोशी, कालीगण्डकी, बागमती जस्ता नदी स्थलहरूमा श्रद्धालुहरूको ठुलो भिड लाग्छ। मानिसहरू बिहान सबेरै उठी स्नान गरी सूर्योदयको पूजा आराधना गर्छन्। यस दिन दान पुण्य गर्ने परम्परा पनि रहेको छ। तिल, घिउ, चाकु, खिचडी जस्ता परिकार दान गर्दा पुण्य बढ्ने विश्वास गरिन्छ। सांस्कृतिक दृष्टिले माघे सङ्क्रान्ति विविधताले भरिएको पर्व हो। थारू समुदायका लागि यो पर्व नयाँ वर्षका रूपमा मनाइन्छ, जसलाई माघे भनिन्छ। यस अवसरमा थारू समुदायले आफ्ना अगुवा बडघर चयन गर्ने पारिवारिक र सामुदायिक निर्णय गर्ने परम्परा छ। यसै गरी मगर समुदायले पनि माघे सङ्क्रान्तिलाई विशेष महत्त्वका साथ मनाउँछन्। मगर समुदायले यो दिन नाचगान, भोजभतेर र सांस्कृतिक कार्यक्रम आयोजना गरिन्छ। माघे सङ्क्रान्तिमा खानेकुराहरूको विशेष महत्त्व हुन्छ। जाडो मौसमको अन्त्यतिर शरीरलाई ऊर्जा र ताप प्रदान गर्ने खालका परिकारहरू खाने चलन छ। तिलको लड्डु, चाकु, घिउ, तरुल, सकरखण्ड, खिचडी, माछा र मासु जस्ता खानेकुराहरू यस पर्वमा विशेष रूपमा सेवन गरिन्छ। यी परिकारहरू स्वास्थ्यका दृष्टिले पनि उपयोगी मानिन्छ, किनकि तिल र घिउले शरीरलाई बलियो बनाउने र चिसोबाट बचाउने काम गर्छन्। सामाजिक दृष्टिले माघे सङ्क्रान्तिले आपसी मेलमिलाप र एकताको सन्देश दिन्छ। यस दिन परिवारका सदस्यहरूले एकै ठाउँमा भेला भएर खाने, रमाइलो गर्ने र आशीर्वाद लिने चलन छ। टाढा टाढा रहेका आफन्तहरू पनि यस अवसरमा घर फर्किने गर्छन्। यसले पारिवारिक सम्बन्धलाई अझ मजबुत बनाउँछन्, साथै समाजमा सद्भाव, सहयोग र सहकार्यको भावना विकास गर्न माघे सङ्क्रान्तिले महत्त्वपूर्ण भूमिका खेल्दछ। आजको आधुनिक समयमा पनि माघे सङ्क्रान्तिको महत्त्व घटेको छैन। सहरदेखि गाउँसम्म यो पर्व उत्साहका साथ मनाइन्छ। विद्यालय, समुदाय र विभिन्न सङ्घ-संस्थाहरूले सांस्कृतिक कार्यक्रम, मेला र चेतनामूलक गतिविधिहरू आयोजना गर्छन्। यस्ता कार्यक्रमहरूले नयाँ पुस्तालाई आफ्नै सांस्कृतिक र परम्पराबारे जानकारी गराउन मद्दत पुर्याउँछन्। अन्त्यमा भन्नुपर्दा माघे सङ्क्रान्ति केवल एक धार्मिक पर्व मात्र होइन, यो नेपाली समाजको सांस्कृतिक पहिचान र जीवनशैलीसँग गहिरो रूपमा जोडिएको चाड हो। यसले स्वास्थ्य, धर्म, सांस्कृतिक र सामाजिक एकताको सन्देश दिन्छ। त्यसैले माघे सङ्क्रान्तिलाई सबैले आपसी सद्भाव र खुसीका साथ मनाउँदै आफ्नो मौलिक परम्पराको संरक्षण र सम्मान गर्नु आवश्यक छ।